हेलो नमस्ते साथीहरू, स्वागत छ सबैजनालाई मेरो भिडियोमा। आज म चाहिँ एउटा भिडियो बनाउन गइरहेको छु। म चाहिँ आज माल्टाको भेलेटा शहरमा चाहिँ जाँदैछु बस चढेर है। म चाहिँ हाल माल्टामा छु है। यहाँ माल्टामा चाहिँ तपाईँको पब्लिक बस भन्छन् होइन। यो चाहिँ एकचोटि तपाईँको कार्ड बनाइसकेपछि यो चाहिँ सधैँभरि फ्री हुन्छ है त। अब म बस चढेर चाहिँ भेलेटा जान्छु। यहाँको राजधानी चाहिँ भेलेटा हो। यो भेलेटामा आइपुगेँ म अहिले। यो माल्टा चाहिँ एउटा भूमध्य सागरको बिचमा अवस्थित एउटा सुन्दर द्वीप राष्ट्र आफ्नो ऐतिहासिक भव्यताले विश्वभरका पर्यटकहरूलाई आकर्षित गर्ने ठाउँ हो। यसको राजधानी भेलेटा पुरानो पक्की घरहरू, सांस्कृतिक स्मारकहरू र चम्किलो पानीका साथ एक अद्भुत वातावरण प्रस्तुत गर्छ। यहाँ चाहिँ तपाईँको 500 वर्षभन्दा पनि धेरै पुराना घरहरू छन् होइन। पुरानो त्यो प्राचीन कालका वास्तुकलाहरू, त्यो दृश्यहरू, त्योहरू हेर्नलाई विभिन्न ठाउँबाट चाहिँ पर्यटकहरू चाहिँ आउने गर्छन्। समरको सिजनमा, गर्मीको मौसममा युरोपको विभिन्न देशहरूबाट हजारौँ पर्यटकहरू यहाँ सुन्दर खुल्ला बीचहरू, प्राचीन किल्लाहरू र रङ्गीन बजारहरूमा रमाउन आउँछन्। यिनै बीचहरू जहाँ पनि क्रिस्टल जस्तो सफा पानी र संस्कृति, इतिहास र आधुनिकताको मिलनले यो गन्तव्यलाई सबैका लागि एकदमै आकर्षित बनाउँछ। त्यही भएर यहाँ चाहिँ समर सिजनको बेलामा चाहिँ यहाँ युरोपियनहरूदेखि लिएर तपाईँको होइन विश्वभरको मान्छेहरू चाहिँ आउने गर्छन्।